D47 भिजामा अप्लाई गर्दाखेरि टोटल कस्ट कति लाग्छ भनेर बनाएको भिडियोमा एकजनाले कमेन्ट गर्नुभएको थियो D47 भिजाको लागि चाहिँ आइएल्स गर्नुपर्छ कि पर्दैन भनेर। यदि तपाईहरूले D47 भिजामा विदाउट आइएल्स अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने तपाईहरूले विदाउट आइएल्स पनि अप्लाई त गर्न सक्नुहुन्छ र मोस्ट अफ द युनिभर्सिटिजहरूले विदाउट आइएल्स पनि एक्सेप्ट नै गरिरहेका छन्। तर तपाईहरूले D47 भिजामा आइएल्स दिएर मात्रै अप्लाई गर्नुहुन्छ भने तपाईँको D47 भिजाको फिस सस्तो हुन जान्छ र तपाईँले पछि D2 भिजामा चेन्ज गर्न पनि धेरै सजिलो हुन्छ। र यदि तपाईहरूले आइएल्स गरेर जानुभयो भने भिजा अफिसरलाई तपाईहरूले पढ्न जान लाग्नु भएको हो भन्ने कुरा मोटिभ हुन्छ र तपाईँहरूको भिजा लाग्ने चान्सेस पनि हाई नै हुन्छ। र हामीसँग चाहिँ D47 भिजाको लागि थुप्रै युनिभर्सिटिजहरू छन् जसको ट्युसन फी मात्र 2 लाख छ र तपाईहरू पनि D47 भिजामा साउथ कोरिया अप्लाई गर्ने सोच्दै हुनुहुन्छ भने चाहिँ प्लिज डु भिजिट पोलार एजुकेसन।